स्वस्ति नः पूषा विश्ववेदः स्वस्ति नः तारिक्षु अरिष्टनेमि स्वस्ति नो बृहस्पतिः। बाबु किस्ने बुहारीको घुन्टो उठाइदेन माथि। मैले रोजिया जस्तै बुहारी भेटेँ है। होइन भक्तबा, तपाईँको बुहारी त साह्रै राम लक्ष्मी हो कि क्या हो? लक्ष्मी होइन ललिता। ए लक्ष्मी जस्तै उज्यालो भएर लक्ष्मी हो कि भने। नाम त जे भयो नि के भएर व्यवहारमा त फरक हुन्छ। भाउजू राम्रै रहेछन्। हाम्रो किस्ने अब घरबाट कति दिन ननिस्किने भयो। बामा त्यही हुनुहुन्छ? ल त भक्तबा, उता बिर्खेको बहिनीको पनि बिहा छ। हजुर हजुर। छोरीको बिहेमा नगई पनि भएन। हो नि त। तपाईँ जानु पर्दैन? पर्छ। किन बोलाएको छैन तपाईँलाई? छ। ल त होस् है, म जान्छु। हस्। खोइ त सबै ठिक गर्नु पर्यो नि त, सबै किन त्यहाँ बसेर हो? द्यौः शान्तिरन्तरिक्षगो शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्ति वनस्पतयः शान्तिर्विश्वे देवा शान्ति नमस्कार चन्द्रबहादुर बा। यहाँ बसे हुन्छ? तपाईँलाई बोलाएको छैन उता? मैले त बोलाउनै बोलाइन। त्यसले बोलाएको थियो। त्यसैले भन्ने मैले उतै। यहाँ आइज। बहिनी आउनु बेला भइसक्यो। त्यो दाई भनौ त बिर्खे कहाँ गयो? कसरी आइज जा छिटो। दाइ त पिपलबोट मुन्ति तासेर बसिरहेछ। तैँले पाना सत्ता नदेखाए मेरो भाग्य चम्कन्थ्यो नि। हे तेरो बाजी हुनु पर्यो नि त। तेरो बाजी देखा नि त पहिले त। बाजी हेर्नु त बाजी हेर। यहाँ 121 221 तैँले पाना सत्ता फालेको हेर। यहाँ 98 दल यहाँ हाले 2 सत्तामा 2 18 यो चौक साला एक हात कतास काछ नि। हो बारमा केटा बिर्के दाइ भरे बहिनी अनुन बेला राम्रो सुटु भएर अब हार्रा बेला कहाँ हुन्छु नि त म अहिले जितेपछि लगाउँछु भन्दै नि त। होइन बिर्खे तेरो नयाँ पनि एकचोटि यहाँ खेल्नु पर्यो नि त। नगर न साथी हार्रा बेलामा। द्यौः शान्तिरन्तरिक्षगो शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्ति वनस्पतयः शान्तिर्विश्वे देवा शान्ति ब्रह्म शान्ति सर्वशान्तिरेव शान्ति सामा शान्ति प्रसन्नमः। आज बहिनीको बिहाको दिनमा पनि नजा भन्न सकिनस्? एउटा लोग्ने पनि तलाउनु नसक्ने आइमै मुख पनि हेर्न मन नकराएर के गर्नु त? खै तिम्रो छोरो अहिले अनुहाउनु पर्दैन बहिनीले? त्यहाँ आउनु मिल्दैन हारिरहेछ। एकछिनपछि आउँछ। सम्झाएर लिएर आइज। बहिनीलाई अनुहाउनु बेला भइसक्यो। तानानीलाई तराउनु बेला भइसक्यो। ए बिर्खे रक्सी धेरै नखाए। अहिले बहिनीलाई बोक्ने बेला मुख फस्स गराउने के गर्छस्? चियापत्ती कप मुख हालिन्छ नि त नि। चियापत्ती हालेपछि गराउँदैन नि त। हाम्रो पनि थाहा छ नि त्यति तरिका। यो जडाले सबै कुरा थाहा छ। हामीले सिकाउनु पर्छ र। बल्ल सवारी भइरहेछ नि त तास। यहाँ हेर्नुहोस् न अब ए बिर्खे भाइ कुरो मिल्यो नि त नि। अब यहाँ कुरो मिल्यो भाइ किन हो नि त नि? घरमा बहिनीलाई बोकेर जग्गेको हुनुपर्छ। आउनु छिटो गर। भर्खर बेगात खाइरहेछ नि त। कहाँ म अब त्यहाँ घरमा आउँछु नि। बहिनीलाई यही बाटो हिँडेरले भन्नु म यो पिपलको बोर्डो घुमाएर चाहिँ तान्दुम्ने राखेर पठाइदिउँला त्यसै भनेर भन्दै जा। ठुलो हेर्नु नि त नि सिक्वेन्स यहाँ अब खाएको बाजी हेर्नु नि त यहाँ बल्ल पनि हेर्नु नि त नि। घाँस खेल्नेको बाटो ल्याउनु रे। उता पिपल बोट घुमाएर बोलीमा हालेर पठाइन्छ भने ए बिर्खे त्यो आमा लौडेर आइन्। भाग भाग भाग।
आमालाई बहिनी भन्नु मिलेन कसलाई मैले बहिनी भन्नु होइन हाम्रो आमाले तँलाई कति तोला तिलहरू दिन्छन् भनेर यसो हेरेको मेरो बाबा भारी बोकेर ल्याके खै आफ्नो शरीरले ठान्नु नसक्ने काम कहिले पनि नगर्नु बुझ्यौ भारी भोलिदेखि तिमी घाँस मात्र काट्नु बुझ्यौ घाँसको भारी बोक्नलाई चाहिँ किस्ने आउँछ अब सानोतिनो भारी भयो भने म पनि बोक्छु होला यत्रो घरबारीको कामकाज एक्लैसिनले गरे कि छ्या त्यसो नगर न मलाई त मन पर्दैन घरको कामकाज त हामी दुवै सासू गरे मिलेर गरिहालौँ नि तिमीले हामीले काम गर्न मात्रै भनेर बिहा गरेर लिएर आएको होइन नि तिमी त हाम्रो घरको बुहारी नभएर छोरी पनि हौ नि पर्दैन आफ्नो लुगा आफै धोइहाल्छु नि हुन्छ हुन्छ धुन्देऊ बारी कृष्णलाई नै धुन्देऊ भर्खर तिम्रो सासुले भनेको सुनेन घरको काम भनेको त सबैले मिलेर गर्नुपर्छ क्या बारी एकजनाले यत्रो घरको काम गरे साध्य हुन्छ फोहोर गर्ने थुप्रो जाने सफा गर्ने एकजना बारी बिचरा मेरो धोती पनि छ यसमा के भयो त नि हुन्छ भने धुन्देऊ क्या उसको सुरुवात तिमीले धुनु हुन्छ तिम्रो धोती उसले धुनु हुँदैन होइन त्यही त धोके अहिले बारी यता आइज आफूले त सपनामा पनि यस्तो माया गर्ने सासू हे भगवान कस्तो रहेछ मेरो भाग्य के हेरेर बसिरह्यो कि ती गाउँ घरमा र घर बारुवाका सन्तानहरूलाई बाख्रा भोगाइसक्यो जा स्याउला काटेर लिएर आइज भरुवा सन्तानहरूको कुरा सुनेर बस्दिरहेछ घरमा को हुनुहुन्छ घरमा को हुनुहुन्छ कसले खोज्न आउनु भएको तपाईहरुले ब्याङ्कबाट भैँसी किन्न भनेर 50,000 रुपैयाँ ऋण लिनुभएको थियो अहिलेसम्म न ब्याज तिर्नुभयो न साउथ तिर्नुभयो घर लिलाम होला भनेर सम्झाउन आएको हामी भैँसी त छोराले दाउमा हारिसक्यो नि अब तपाईहरुले गएर त्यसको कानमा खिर हालेर खोजेर भन्नु पर्यो अहिले बिर्खे कहाँ छ त कहाँ हुनु नि उ त्यहाँ तल पिपलको बोटको चौतारीमा 12 मासे अड्डा खोलेका छन् त्यही काम गरेर बस्या होला नि मोर कहाँ जान्छ अरु ल मसँग अब नोट सक्यो कुखुरा भाइरान ल जिन्सी चल्दैन नगद राखौँ नगद हिजो अस्ति तेरि नगद सक्यो भने जिन्सी चल्छ आज किन जिन्सी चल्दैन आज चल्दैन
चल्दैन भनेपछि मान्नुपर्छ नि त जिन्सी चल्दैन भनेपछि पछि राख्नु त हिजो अस्ति लोकल सिक्किम जिन्सी चलेछ हिजो अस्ति त नगद सकेपछि जिन्सी चल्छ आज किन जिन्सी चल्दैन म त्यसो कुरा गर्नु ल हान्न त 300 रुपैयाँ हो 200 कुखुरा मूल्य 200 ल 250 बोल हाल ल 250 को दाउ ल ल अब के जिन्सी बाँकी छ राख तँ पनि हानिदिन्छु अस्ति मेरो बहिनीको बिहेमा किनेको नयाँ जुत्ता छ धेरै पटक लाग्छ नि 300 जति मोल मिला यसलाई पनि हाल्यो नि त नि एक गनान जित्न नराख त फेरि पर्दैन ओ बिर्खाजी नमस्कार कस्तो छ नि त ब्याङ्कलाई सन्चै छन् ब्याङ्कको ऋण तिरे पो ब्याङ्कलाई सन्चो हुन्छ ब्याङ्कको ऋण तिरेको छैन कहाँ हो सन्चाउनु ब्याङ्कलाई 104 जोडा आछ यो चिठी तिम्रो अब तिमीले ब्याङ्कको ऋण तिरेन भने नि तिम्रो घर खेत लामी हुन्छ बुझ्यौ यसो गरौँ नि त